ल हेर्नुहोस् है, मेरो बारीमा चाहिँ यहाँ साना कोसमा रोप्ने अम्मक रोपेको थिएँ र यो अम्मक चाहिँ अहिले पो रोपेको यस वर्ष यतिको भइरहेछ। यो चाहिँ पाक्न आँटेको छ है, यहाँ फलेको छ हेर्नुहोस् है, के फलेको छ अम्मक। मेरो अम्मक चाहिँ यहाँ फलेर तलदेखि फल्दै 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 आएको छ, माथिसम्म यत्रो छ। बोट सानो छ, यो सानैमा फल्ने बिरुवा भनेर ल्याएर रोपेको मैले, त्यतिकै फलेको छ। र अरू पनि फलेको छ मेरो बारीमा, म देखाउँछु है। ल यो करेला, कौसी बारीमा मेरो यो करेला पनि फलेको छ, यहाँ छ। यताभित्र पनि छ, तल तल पनि फल्दैछ कौसी बारीको करेला। कति फलेको छ, यस्तो राम्रो भएर फलेको छ कि धेरै टिपेर खायौँ अस्ति फेरि फल्दै गरेको यो। ल यहाँ कागती पनि फल्दैछ मेरो, यत्रो यत्रो भइरहेछ, सानो सानो भयो। यो चाहिँ असारमा सकिनु लाग्दै यत्रो भएछ, साउन भदौदेखि चाहिँ यो खाना हुन्छ। यो चाहिँ सानो सानै छ, बोट कागतीको मेरो यति बोट छ।